अनि पछि गएर मलाई एक दुईवटा कुरामा चित्त बुझेन। म एकाडेमिक साइडबाट मलाई अर्कै ठाउँमा मलाई चिनाइयो। अनि चिनाइसकेपछि उनीहरूले मलाई अलिकति मिसयुज गर्न खोज्यो इन्टेलिजेन्स सम्बन्धी कामहरूमा। आई गट द्याट इन्टेन्ट। त्यसपछि मैले के भने, जसले मलाई यहाँ जमिनबाट पिकअप गरेर लानु भएको थियो एकजना प्रोफेसरलाई, मैले उहाँलाई लेखेँ। आई कल्ड हिम विच्याटमा, अब मलाई नबोलाउनु होला, मेरो ब्याङ्कको तपाईँको खाता नम्बर माग्ने, यो गर्ने त्यो गर्ने। अब उहाँहरूको डिमान्ड अर्कै हुन थाल्यो। म त आर्मी एक्स, उनीहरूले अब एक्ज्याक्टली अब म भन्दिनँ एउटा मित्र राष्ट्र हो। अनि मैले के भने नो, म जे छु जस्तो छु छन् त। नेपालको बारेमा के कुरो गोप्य छ र हेर्नुहोस्, होइन? त्यति मात्रै होइन, म तपाईँलाई भन्छु, मलाई अमेरिकनले मलाई स्ट्यानफोर्ड युनिभर्सिटीमा पोस्ट डक्टरेट गराउनलाई मलाई कोटा दियो। मेरो तपाईँको टपिक्स के थियो भन्नुहुन्छ भने सर्टफल अफ सिपिए, यो कम्प्रिहेन्सिभ पिस ट्रिटी छ नि माओवादी र, त्यसमा ठुलो खाडल छ। यहाँ तपाईँहरू इन्टरनेसनल रिलेसनमा हेर्नुहोस्, त्यहाँ नेपालमा मात्रै झुक्याएर यस्तो एउटा तपाईँको सिपिए गरिएको छ कि संसारमा नभएको झुट्टो। सधैँभरि विद्रोही पक्ष र तपाईँको दुवै पक्ष त्यहाँ आउनुपर्छ। त्यतिखेर हिरपाँच सरकारलाई माइनस गरेर गिरिजाप्रसाद कोइराला माओवादीहरू मिलेर मित्र शक्ति बनेर तपाईँको बसेर गरेको सिपिए छ। त्यो एउटै मात्रै तपाईँको ओन्ली इन यो नेपालमा। त्यसपछि मैले एउटा पेपर पेस गरेपछि दे वर कन्भिन्स, र उनीहरूले मलाई यहाँ 1-1.5 वर्षसम्म पोलिटिकल युज गर्नु खोज्यो, त्यो गर्नु खोज्यो। अनि तपाईँको सानेपामा के रेस्टुरेन्ट त्यो डाँडोमा फाइनल्ली मलाई मेरो पेपर खण्डेला राइसले उहाँले गर्नुभएको, जो बुसको पालाको के अरे परराष्ट्र मन्त्री हुनुहुन्थ्यो, कण्डेलिदा राइस के हो उहाँ, सिवाज त्यो के त्यो स्ट्यानफोर्ड युनिभर्सिटीको। अनि पछि त मलाई त तपाईँ के भन्छ भन्दा त्यो प्रोफेसरहरू थियो, मलाई 1-1.5 वर्ष उनीहरूले खुब टेस्ट गर्यो, घुमायो। अनि मलाई अनि एउटा क्रिस्चियन धर्म लिनुपर्ने, अर्को मैले आई ह्याड टु वर्क फर सिआइए। त्यस रेस्टुरेन्टको नाम के हो मैले भुलेँ। ठ्याक्क तपाईँ उकालो उक्ने साथ यतापट्टिको अहिले समिट भन्ने चाहिँ भत्काएको छ, अर्कोमा त्यतिखेर म आगो भएर तिनीहरूलाई हात हाल्न जानु पुगेछु, बुझ्नुभयो। 1 पेग जति मैले वाइन खाएको थिएँ। यिनीहरूले कतिखेर मलाई धर्म परिवर्तन, मलाई यिनीहरूले चर्च चर्चमा घुमाउन थालेको थियो, जुन कुरो मलाई मन परिरहेको थिएन। अन्त त्यो तपाईँको मेरो उसमा त ल 42 days पछि युली फ्लाइङ त्यसै उसले मलाई देखायो मेरो एक्सेप्टेन्स पेपर। उसमा त मलाई सही गर्नु खोज्छ बा, सिआइएको एजेन्ट हुन्छ र धर्म परिवर्तन गर्छु भन्नेमा म तपाईँको क्रिस्चियनिटी मैले लिनुपर्ने, धर्म परिवर्तन गर्नुपर्ने, र मैले अमेरिकाको लागि काम गर्नुपर्ने, सिआइएको लागि काम गर्नुपर्ने। अनि म त गर्मी महिना थियो, कहाँबाट जनाइ पनि यतातिर रहेछ, जनाइ निकाल्न आएको छु यसरी। त्यसलाई त मैले झम्टेको कुरा भन्नुहुन्छ। त्यो भागाभाग भने यो त एक पाइक खाइएको थियो, अर्को नेपाली एउटा थियो, कुनै खड्का थर्का मेरो मित्र थिए, उनी पनि क्रिस्चियन रहेछन्, मलाई थाहा भएन। त्यहाँबाट त्यो प्रोफेसर कहाँ पुग्यो मलाई थाहा पनि छैन। मेरो 13 महिनाको थियो, हेर्नुहोस्, मैले महिनाको $10,000 जति डलर पाउँथेँ। तपाईँको पोस्ट ग्रेजुएट के अरे पोस्ट डक्टरेट मैले भने मेरो थिम समय स्वीकृत भएको थियो, सर्टफल अफ सिपिए, होइन भन्दा। अब यो चिजहरू तपाईँलाई गराउँदो रहेछ। यो चाइनाले मात्रै होइन, इन्डियाले मात्रै होइन, तपाईँको इन्डियनबाट नै आएको हो। मलाई प्रपर धेरै आएको, अझैसम्म नै आइरहेको थियो मलाई त, अब पनि आउँछ त फ्युचरमा, होइन। तर यस्तो रहेछ, हेर्नुहोस्, तपाईँ कतिको चुक्नुहुन्छ, गल्नुहुन्न, उनीहरूले तपाईँलाई ट्र्याकिङ गरेर आउँछ। हेर्नुहोस्, तपाईँले अमेरिकाको विरोध गर्नुहोस्, मन परि गाली गर्नुहोस् भनौँ न, तपाईँको देशको प्रेमको लागि है, दे विल रेस्पेक्ट यु। अमेरिकाले कहिले पनि आफ्नो नेसनल सोभरेन्टीमा कहिले पनि कम्प्रोमाइज गर्दैन अमेरिकाले, हेर्नुहोस् है, जोसुकै होस्। त्यस्तै गरी अरू देशको तपाईँको कोही पनि जनताले उसको देशको मायाको लागि, द बेस्ट कजको लागि
उसले लडाइँ लड्छ तिनीहरूको भनौँ न शब्दले दे विल रेस्पेक्ट यु। हेर्नुहोस् इन्डियन जेनरलहरूले इन्डियन उसबाट मलाई कल आएर इमेल आएको आई हेभ गट द्याट वान। मैले त्यो इन्डियन आर्मीको चिफ साहब त्यो नरवानेले बाटो खनिरहेछ हाम्रो लिम्बुधरमा र नेपालले चाहिँ डाइरेक्टली इन्डाइरेक्टली के बोल्यो के अरे बिएस एन्ड बिएस टप कता चाइनाको उसमा चाहिँ नेपालले यसो गरिरहेछ भनेर उसले बोल्यो नि त चिफ साहबले। अब यस्तो इस्युहरू मैले धेरैचोटि रञ्जित रेले किताब यहाँ विमोचन गरेर प्रचण्ड लगाएर हाम्रो आर्मीका जर्नलहरूले लन्च खाएर आए। नेपाल भुटानी मोडलमा राख्नुपर्छ भनेर उसले लेखेको छ त्यसमा। मैले पत्रकार सम्मेलन गरेर तपाईँको चाहिँ उसमा के अरे रिपोर्टर्स क्लबमा आगो लगाएँ नि त, तपाईँले बुझ्नुहुन्छ। यो गर्दाखेरि मलाई त्यहाँका जेनरलहरू दे कल मी प्रेम यु आर द रियल लाइन। यसै भनेको बत्ती भलाइ छ हेर्नुहोस् यहाँनिर। मैले तपाईँलाई के भन्छु भने मैले किन तपाईँलाई उदाहरण दिएँ भन्दा तपाईँ कतिको बिग्नुहुन्छ, तपाईँ के को लागि लडिरहनु भएको छ। इफ यु आर फाइटिङ फर इन फेभर अफ युर नेसनल सोभरेन्टी इन्टिग्रिटी तपाईँको पेट्रोटिजमको लागि गर्नु दे डेफिनेटली रेस्पेक्ट यु। यो चाहिँ मेरो अनुभव हो। हेर्नुहोस् कुरा भन्नुहुन्छ भन्दा र अब पछि मलाई चाइनामा के भयो भन्नुहुन्छ भने हेर्नुहोस् मेरो जीवनमा मैले न जाहिर खाँदा कसैका 1 रुपियाँ लिएँ न विदेशीहरू लिएँ। अनि पछि गएर मैले एमसिसीको विरोध गरेँ। मैले आई ह्याड कज, कसैले सपोर्ट गरेँ दे ह्याड कज होइन। इट वाज माई अन्डरस्ट्यान्डिङ। मैले भारतको विरोध गर्थेँ के को लागि गर्थेँ, मेरो जमिन मिचेकोले गर्थेँ, सीमामा मेरो नेपाली मारेकोले गर्थेँ होइन। अनि यहाँ के भयो भन्दाखेरि चाइनाको पैसा लिएर आएर खाएर अमेरिकाको र तपाईँको भारतको यो अब लेखे गरेँ भन्दाखेरि अनि मैले दुईवटा कारणले, एउटा मलाई मिसयुज गर्नु खोजेँ उताबाट, अर्को कुरा अब यो सोसियल उसमा पनि भनेपछि छोडे भाइ आइ एम पेन्सनर होइन, म आफ्नो देशको लागि अब गर्छु भनेर। त्यसपछि अहिले म बोल्ने लेख्न पनि मैले बोल्ने कामहरू धेरै छोडिसकेँ र अहिले म 2-3वटा किताबमा छु। यतिखेर एउटा किताब मेरो कम्प्लिट हुन लागेको छ, 2टा अङ्ग्रेजीमा छ। भर्खरै मैले वैशाखको पहिलो हप्तामा मैले यो माओवादी युद्धलाई सेना माओवादी युद्धलाई फर्केर हेर्दा भनेर मैले नेपालीमा लेखेको छु। अनि त्यसलाई मैले अङ्ग्रेजीमा पनि त्यो किन भन्दाखेरि त्यो जरुरी छ। वाइ वी लस्ट द पोलिटिकल वार। मेरो थिम के छ भन्नुहुन्छ भने माओवादी लडाइँमा त्यतिखेर चाहिँ राजनीतिक लडाइँ हारिएको हो, सैनिक लडाइँ हाम्रो चलि नै रहेको थियो।